भित्र हुनुपर्ने खासमा त मान्छे घुमाइ दो घुमाइ ताकि ना तुमकै याउ मजाले गाउँछ नि फेरि यताबाट आएर फेरि त्यो ध्यान दिनु फेरि मान्नु पर्छ ठ्याक्कै त चिन्नुभन्दा अगाडि कसले गर्नु यहाँ त सिधै लिएर गयो भयो यहाँ पनि गाह्रै नै छैन छैन यहाँ त सारै हो सिधै हो टाढो त के भन्छन् डिलाचला जस्तो हो क्या हल्का यो त्यसको माथि टक्क लिएर जाने आरामसँग नडराएर लिएर गएको यहीँ पनि फालिन्छ खै त यहाँसम्म आएपछि त लग नफाटिनु पर्ने हो टर्निङ छ नि यो के सिग्नल यहाँदेखि आएपछि टक्क यहीँमा आएपछि दियो हुन्छ क्या यहीँबाट यहाँबाट यहीँसम्मको लाइट दियो हुन्छ हल्का पछाडि यहाँबाट सिधा लिएर गयो नै यहाँ छिरेपछि हजुरले सिग्नल छोड्नु उकेर साइड लाइट दिइराख्ने हो अनि यसपछि यहाँबाट पिल्लर हालेको हुन्छ यहाँबाट यस्तो यहाँ राखेको हुन्छ उही त अगाडि गएपछि हल्का यो युटर्न पुरै भएन नि त हाम्रो यो यसपछि हजुर ट्याक्क यहाँ आएपछि यहाँसम्म आएपछि बन्द गरिदियो भने ट्याक्क टर्निङ भयो नि त यहीँ हजुरले सिग्नल हेरिराख्नु होला वहाँ आउने बित्तिकै आफ्नो हातमा हुन्छ नि त्यो त लाइट त बन्द गर्ने यहाँ सिग्नल रात आउने बित्तिकै त्यहाँ बन्द गरिहाल्नु होला क्या रोकिहाल्नु होला ट्याक्क लगाएर रोकेपछि टक्क के हरियो बलेपछि हिँड्नु होला हजुर नै आरामसँग लिएर जानु होला स्पिड मारेर लिएर गयो भने त उताइदिन्छ फेरि आरामसँग लिएर जाने कति स्पिड आरामसँग आफूलाई जति सजिलो लाग्छ त्यति स्लोमा लिएर जाने आरामसँग अनि हजुर आरामसँग आइसकेपछि यहाँ चाहिँ स्टप लेखेको नि हल्का बाइकले हल्का अगाडि लिएर जानु होला क्या यहाँ स्टप लेखेको नि यहाँ माथितिर भइसकेपछि रोक्दा फरक पर्दैन रोके भइहाल्यो 6 इन्चीभन्दा तल जानु भएन भन्छ रोकेपछि अलि स्टार्ट उठाउनुहुन्छ नि उठाएपछि 6 इन्चीभन्दा तल नजाने भन्छ होइन भन्न त त्यही पनि जतिसक्दो खुट्टा रोक्नु भएन फेरि दुईटा स्टपमा पनि हल्का कट्ने बित्तिकै रोक्नु होला डेली यहाँ पनि रोक्नु होला स्लो अगाडिको लाइन हेर्ने यहीँनिर रोक्ने अनि त्यो जा भन्छ अनि दुईटै छोडिदिने ब्रेक सबै छोडिदिएपछि अरू जाने उतानिर राख्नुपर्छ यहाँबाट गएर यहाँनिर राख्ने